3मा 2मा ओके। अनि तपाईँको बुढा चाहिँ कता हुनुहुन्छ? बुढीसँग रमाएर थियो कान्छी बुढीसँग। अब भएको कुरा गर्नु त हो कान्छी बुढीसँग रमाउँछ म अरूसँग रमाउँछु त के भन्छ हो राम्रो त खै कसरी हुने। अब क्रिम पाउडर धेरै दल्नु पाए त राम्रो नै हुन्थ्यो होला। त्यही त। अनि राम्रोलाई राम्रो नभन्नु त। राम्रो भन्न पाइयो तर त्यति राम्रो त छैन नि त अन्त। हो के हो दुईटै मैजुबाट पनि केटी नै उठाउने हो खै फोन उठाएन के। अघि भर्खर छुट्यो हामी घर पुगेर लुगा लगाएर आउँछु भन्दै थियो। अनि मलाई नलाने त दोरीमा तपाईँलाई लगेर के गर्नु रहेछ नि। हे तेरिका। हजुर आउँदैछु म बौद्ध आइसक्यो। बौद्ध हस् म त्यहाँ आएर फोन गर्छु ल हजुरलाई। 3मा 2मा ओके। ल ल म 2 नम्बरमा आएर कल गर्छु त। शम्भु मार्ग 2 नम्बरमा जाउँ। सेम्बु मार्ग भन्नाले ए कोटेश्वर ओरा हौ गौशाला पछाडि कोटेश्वर एयरपोर्ट भन्दा ओरा ए निरा। ल ल ल जानी जानी के भुज पजा होला ल बडा। हो तपाईँ को बस्नुहुन्छ यता? हजुर कतिजना बस्नुहुन्छ फ्यामिली? यहाँ मेरो त फ्यामिली नै हो। कतिजना हो? हामी 3 जना छोरी 2टा म। अनि तपाईँको बुढा चाहिँ कता हुनुहुन्छ? बुढीसँग रमाएर थियो कान्छी बुढीसँग। अब भएको कुरा गर्नु त हो कान्छी बुढीसँग रमाउँछ म अरूसँग रमाउँछु त के भन्छ हो त्यो पनि हो। ए भन्नु ए भगवान् मलाई यो बाइकमा हिँड्दा यो गाडीमा हिँड्दा किन सोधी खोजी गर्ने होला मान्छेले फेरि। मन परेर हो नि त। हो तपाईँ राम्रै हुनुहुन्छ मन पर्छ। यस्तो चाहिँ नभनिहालौँ क्या मेरो नाक ठुलो हुन्छ थ्याप्टे नाक। अनि त्यस्तै भन्छ यो हावातालको गफैलाई त हुन त गफैमा बाटो सर्छ नि होइन। हो अनि राम्रोलाई राम्रो नभन्नु त। राम्रो भन्न पाइयो तर त्यति राम्रो त छैन नि त अन्त। हो काम राम्रो भइहाल्यो नि। राम्रो त खै कसरी हुने। अब क्रिम पाउडर धेरै दल्नु पाए त राम्रो नै हुन्थ्यो होला। त्यही त काम राम्रो भयो त भइहाल्यो नि। काम पनि के भात पकाउनु आउँछ दाल पकाउनु आउँछ मासु पकाउनु आउँछ अचार बनाउनु आउँछ त्योभन्दा काम के जान्नु त। अरू केही काम होला नि त। अरू त अब मेरो होटल बिजनेस गर्छु म। ए होटल बिजनेसमा मोमो चाउमिन बनाउनु आउँछ चिया पकाउनु आउँछ कफी बनाउनु आउँछ त्यही हो। यहीँबाट जाऊँ है किन वहाँ घुम्नु। त्योभन्दा अरू त के आउँछ भन्नु त हौ भएको कुरा गर्नुलाई। हो फेरि नचाहिने कुरा मलाई सबै कुरा आउँछ भन्यो भने त होइन बर्बाद छ। बर्बाद हुन्छ ठिक छ ठिक छ यतिको चाहिँ हुनुपर्छ। अनि म त त्यस्तै हो। ए म त ढाँडेर कुरै आउँदैन अर्काको ढाँडेर छलेको कुरा म मतलब लाग्दैन। त्यहाँ तपाईँकोतिर रुम छैन? कता रुम खाली छैन कता तपाईँको घरतिर? छैन नि हाम्रो त अब त्यो घरमा त म बसेको घरमा त मान्छे त वर्षौँ 20-25 वर्ष बस्ने मान्छे हो। बस्दैन है मान्छेहरू त छोडेर जाँदा कि जग्गा घर किनेर गयो भने गइहाल्यो सर्नै मान्दैन। ए म पनि तपाईँकोतिरै सरम कि भने हो। बिचरा कहाँ बस्नुहुन्छ र त्यस्तो? म यहीँ माथि हो कपनतिर। कपन के भएको छ र तपाईँलाई त्यस्तो? त्यता पानी आउँदैन के। ए अनि कपनतिर त पानी त सुन्दर जलको मिलन्जीको आउँछ त पानी त आउँछ तर खोइ बिग्रिया 2-3 दिन भयो। तपाईँ रातभरि घुम्नेलाई दिनभरि सुत्नेलाई पानी अब बिहान बेलुका कहिले आउने होला कन्टिन्यू नहुने होला। हो अनि हेर्नु पर्यो नि त। ठिक छ आज तपाईँलाई भेट्यो खुसी लाग्यो। खुसी मान्नुपर्छ क्या। हो रिसाएर झगडा गरेर केही ठुलो काम होइन नि त। हो सानो कुरामा रिसाउँदा हुन्छ र? तपाईँलाई मैले भने नि 5 रुपियाँ बढी दिँदा तपाईँ खुसी हुनुहुन्छ भने 5 पैसा भन्दा 5 रुपियाँ भने धेरै कुरा हो। तपाईँलाई मैले 5 रुपियाँ ठाउँमा 50 रुपियाँ बढी दिएँ भने तपाईँ खुसी हुन्छ कि हुँदैन भन्नु त? हो हुन्छ। 55 ठाउँमा 100 दिँदा तपाईँ खुसी हुँदैन? हुन्छ। अनि तपाईँलाई 2 गिलास चिया खाने ठाउँमा आउँछ। तपाईँ होटेल कुन अघि बसेको ठाउँमा हो? त्यो साथीको होटल हो क्या?
अघि म भर्खर अघि 5:30 बजे गएको थिएँ अनि 3-4 बेर खाइयो साथीहरू ग्याङ ग्याङ आउँछ के त्यो होटल त हो मेरो साथी हो क्या शेरपेन त्यो धरानको अनि त्यहाँ दोहोरीको काम गर्ने मिरन्चीको दोहोरी काम गर्ने एउटा साथीले फोन गरेर बोलाएको थियो अनि म जुरुक उठेर गएको हो क्या त्यहाँ ए हो 4-5वटा बेर खाइयो सबै मिलेर अनि तपाईँ कतै घुम्न जानुहुन्छ कि नै कहाँ घुम्न जानु पनि त म त टाढो त जान्न हो कहाँ जानु हौ मान्छेले जिन्दगीको सवाल छ नि यार म छु नि त जिन्दगीको सवाल म छु नि त लगिदिइहाल्छु नि अब तपाईँले लगेर कहाँ लाग्ने होला अब कहाँ लग्नु नि कहाँ लाग्ने हो मलाई चाहिँ लग्ने नि कतै राम कतै भनेको चाहिँ कहाँ कतै नगरौँ हो किन मनै पर्दैन के हो त्यस्तो मन मान्छेको मन होइन व्यवहार चाहियो हो राम्रो गोरो चिटिक्क पारेर हुँदैन नि हो त्यो त हुँदैन मलाई चाहिँ त्यस्तो लाग्छ है हो व्यवहार राम्रो चाहियो विश्वास चाहियो हो विश्वास हुनु पर्यो क्या विश्वास र व्यवहारमा राम्रो चाहियो पैसा भनेको आज छ भोलि छैन पर्सि कमाउला के होला दुःख सुख भनेको आफ्नो कर्तव्यले गरेर हिँडेको हुन्छ हुँदैन हो आज जस्तै म यसरी रक्सी खाएर तपाईँको बाइकमा चढ्दा यस्तै समाउन नसक्ने ठेकेर हिँड्नु नसक्ने भनेको त्यो कसरी हुन्छ सामान है अलि म त डर लाग्छ कोही चाहिँ अलिकति उत्तलो मान्छेले गर्छ होइन कोही चाहिँ इमान्दारी मान्छे भए त खाए पनि ठाउँमा पुग्छु लोकेसन मेरो यो भनेर हिँड्छ नि यो कुरा है म चाहिँ त्यो लाग्छ लभली ल अब त्यो मैले टिकटकमा धेरै हेरेको छु क्या यसरी तपाईँहरू जस्तो गर्नुहुन्छ नि यो पैसा कमाएको हो नि एउटा दुःखको दुःखले तपाईँहरूले कमाएको हो नि गाडीमा त 20 रुपियाँ पुगिन्छ भने हामी नि आपत्ति गरेर 100 रुपियाँ तिर्छौँ तपाईँलाई हो त 20 रुपियाँ तिर्ने ठाउँमा 100 रुपियाँ 150 तिर्न हामीले दुःख मन छैन हाम्रो काम अनुसार सबै राम्रो हुनु पर्यो छिट्टो पुगौँ सुविधा भनेर चाँडै बाइकमा हिँडौँ नि हामी गाडीमा टाइम माइक्रोमा आयो भने त 1 घन्टा लगाएर नि बालाजु पुगिन्छ कलङ्की पुगिन्छ नि कोटेश्वर पुगिन्छ तर त्यो भन्दा हामीलाई सुविधा किन तपाईँहरूले अलिक चलेको यता हो नि पठाउ इन्डाए भन अनि मैले त्यही सर्च गरेर नानीले गर्दै हाउ मलाई खासा आउँदैन थियो अलि बुझ्नु चाहन्छ ए तपाईँको नम्बरै हो यो मेरै नम्बर हो नि कसको नम्बर गर्छु र म त कहिले अर्कोबाट गर्नुभयो कि सोचे मेरै हो अनि छोरीले यता अब अनि कहाँ हो त एयरपोर्ट जाने बाटो चाहिँ अहिले म फेरि ल मेरो हात यस्तै छ त राईको छोरी हो हेर्नु राई नि त यस्तै फ्याड चिनोस् न प्लान हात त गइदियो पो जान्छ त ल ठिक छ अनि फोन सुन्नु न यता धेरैजनाले मलाई यस्तै भन्छ क्वेसन फोन गरेर फेरि भेट्न पाउँदैन होला किन नपाउनु भेट्न पाउँछ आफू इमान्दारी छ भने राईनीलाई फरक पर्दैन हो अनि इमान्दार त भइहाल्छ नि कुन चाहिँ ठुलो र इमान्दारिताको दारले हिँड्नु पर्यो कुनै ठाउँमा उठेर काँडाले छेक्दैन क्या हो मात्रै हो घरमै आउन त घरमै आएर भेट्न पाउँदैन होला घरमा कि अब भेट्नको लागि त खै के भनेर भेट्ने गाह्रै हुन्छ नि त घरमा अलि गाह्रै होला गाह्रै हुन्छ त्यत्रो बच्चाहरू छ होइन अनि बाहिरतिर भेट्न पाउँछ छोरी छ अहिले छोरीलाई छोरी सल्ले त भने चस्मा बिर्से छोरी छ चस्मा ले भनेर हिँडिरहेको छु म नै बाहिरतिर भेट्न पाउँछ बाहिरतिर भेट्न पाउँछ कहाँ घुमाउनु त मलाई भेट्न लानुलाई नै बाहिरतिर भेट्न पाउँदैन बाहिरतिर भेट्न पाउँदैन बाहिर त भेटौँला नि अब म कहिले कोटेश्वर आउँला कहिले भक्तपुर जाउँला कहिले ठमेल जाउँला नै त्यस्तो जाँदिनै म साथीले त्यस्तो होइन भने तपाईँले कन्ट्याक्टमा आइहाल्छु नि हे हो मैले जाने बेला नि मलाई यो ठाउँमा लैजान्दा भन्दा आउनु पर्यो त्यो होइन क्या अरू कुनै ए हुन्छ क्या मान्छेको जिन्दगी के छ हौ मरिजाने जिन्दगी एकछिन यहाँ पशुपतिमा चलाउँदैन हाँस्ने खेल्ने भनेको रमाइलो पैसा कमाएको किन हो त्यही त हो नि
पैसा किन तपाईँले दुःख पैसा कमाछ नि हजुर। केही रोग लाग्यो मऱ्यो भने एक बस्नु आउने हो कि भन्नु त हो धेरै न अनि कहिले कहिले हुन्छ त भेट जहिले नै हुन्छ हुन सक्छ का यो भोलि भोलि हुन्छ हुन सक्छ भन्दैछु त भन्नु न अनि हे 2 नम्बरमा है 2 नम्बर गेटमा हेर्न है कतातिर भन्नु है अहिले साँच्ची मन थाहा छैन क्या 2 नम्बर गेट हेर्नु न